ल राम्रोसँग पढ्ने होमवर्क गर्ने राम्रोसँग घरमा गएपछि मम्मी बाबासँग झगडा गरेर मोबाइल मागेर चाहिँ मोबाइल चलाएर बस्ने होइन धेरै मोबाइलमा झुन्डिनु हुँदैन स्कुलबाट दिएको होमवर्क राम्रोसँग गर्नुपर्छ नमस्ते हेड सर नमस्ते बिरदजी आशिष त्यहाँ भित्र गएर एकजना सरलाई हेड सरले भन्नुभएको 3 घन्टे हान्ने रे भनेर भन त जाऊ सर यो स्कुलमा पिउन छैन र पिउन अर्थात् कार्यालय सहयोगीको कोटा चाहिँ आएको छ अब व्यवस्थापन समितिको अध्यक्ष म स्थानीय सबै मिलेर 1-2 दिनमा नियुक्ति गर्न पर्ला हेलो कहाँ छस् म सदरमुकाममा बस चढिसके बा अब हिँड्न आँटेको त त्यहाँ खुरुक्क ओर्ली हाल त ओर्ली हाल छिटो ओर्ली भनेको ओर्लेर जाने चाहिँ कता सरासरी घरमा आइजो म यहाँ स्कुलमा जाहेर लगाइदिन्छु कान्छी काठमाडौँसँगै हो कस्तो रमाइलो यात्रा हुने रहेछ बाले त अपराधै गरे नि यार साह्रै मिठो हजुर कसले पकाएको सधैँ आउनुपर्छ कि आओ खाना आज मात्रै हो हजुर अब एक दिनपछि भ्याउँदैन यसले 1-2 दिनपछि के गर्दैछ र यसले अब हजुरकै स्कुलमा पिउनमा जाहेर खाँदैछ यसलाई कसले जाहेर दिन्छ र अब तपाईँले दिनुहुन्छ कि भनेर यो मिष्टान्न भोजन गराएको अलिअलि मिलाउन पनि हजुर तपाईँले मलाई घुसाना बनाउनु भएको यहाँ तपाईँ छोराले कुनै पनि हालतमा जागिर पाउँदैन उहाँको कुरा सुन्दाखेरि त म फेरि भोलि पासपोर्ट बनाउन सहरतिर लाग्नु पर्ला जस्तो भयो त यार हजुर सर नमस्कार के हो कुखुराको साँगो फालेर हिँड्ने मैले यता फालेको उछिटेर त्यहाँ आइपुग्यो क्या सर अनि सन्चै हुनुहुन्छ त्यो सन्चो बिसन्चोको कुरा पछि गरौँला त्यो धनेलाई पिउनको जागिर जसरी पनि खुवाइदिनु तर सर केही नबोल्नुहोस् मेरो लागि जिन्दाबादको नारा लगाउने र चुनाव जित्दा काँधमा बोकेर हिँड्ने केटो त्यही हो खुवाइदिनु जागिर सर भन्दा मन छैन होला नि तपाईँलाई नेताको पारा त यस्तो छ कन्फर्म चुनाव हार्न